हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। र आज पनि मैले सदा चाहिँ भिडियो लिएर आइसकेको छु। आशा छ सबैजना सन्चै हुनुहुन्छ, म पनि एकदम ठिकठाक छु। अनि आज चाहिँ देख्न सक्नुहुनेछ तपाईहरुले मैले के लिएर आएको छु भनेर। आज चाहिँ मैले खाना लिएर आएको छु, एकदमै अर्गानिक लोकल खाना। मैले चाहिँ एकदमै सागहरु लिएर आएको छु। अनि के लिएको छु भने चाहिँ यहाँ चाहिँ चाना, अनि त्यसपछि फूलकोपी रहेको छ मिसाको, अनि यहाँ रहेको छ रायो साग, अनि यहाँ रहेको छ मुलाको अचार। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै धेरै गुन्द्रुकको अचार रहेको छ। यो चाहिँ मलाई एकदमै मन पर्ने भएर मैले धेरै लिएको छु। अनि यहाँ रहेको छ दाल, अनि त्यसपछि पिउनको लागि पानी रहेको छ। अब यिनीहरूलाई चाहिँ म साइडमा राख्छु। अनि यति धेरै खाना रहेको छ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। के कस्तो लाग्छ सल्लाह सुझावहरू कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला साथीहरू। भिडियो हेर्दा हेर्दै यसो टक्क गर्दै हाल्नुस् न, त्यति थोरै हैन। अब भने चाहिँ म खाना सुरु गर्छु साथीहरू। मलाई एकदमै खाउँ लागिसक्यो। अहिले खाना सेलाउनु नपर्ने सक्छ। अनि अलिकति यो सेटिङ चाहिँ मिलेन के साथीहरू। एकदमै खाउँ लागिसक्यो। फर्स्टमा मुलाको अचार खानु पर्यो के साथीहरू, अमिलो पिरो टक्क। वाउ, अनि रातो दाल। अनि त्यसमा चाहिँ आज हस्बेन्डले बनाउनु भएको थियो, चना मटरहरू पनि एड गरिदिनु भएछ। एकदमै पर्फेक्ट बनेको छ। अब भने चाहिँ म खाएँ। वाउ, यो चाहिँ रायो सागको गुन्द्रुक होइन, यो चाहिँ मुलाको गुन्द्रुक हो। मैले मुलाको गुन्द्रुक, रायोको गुन्द्रुक ल्याएको थिएँ। अनि आज चाहिँ मुलाको लिएको छु। एकदमै अमिलो छ टक्क। यो हरियो चाहिँ के भन्नुहुन्छ होला, धनिया है साथीहरू, लोकल आफैले बनाएको। भिडियोको क्वालिटीहरुमा चाहिँ तपाईहरुलाई डिफरेन्ट लागिरहेको होला हैन। कहिले एकदमै राम्रो, अनि कहिलेकाहीँ चाहिँ एकदमै झुर हैन, तपाईहरुलाई नि नहेरौँ जस्तो लाग्छ होला कहिलेकाहीँ चाहिँ। त्यो चाहिँ के कारणले हो भने मलाई क्यामेराहरु फिट गर्न आउँदैन। लाइन गयो साथीहरु। अनि क्यामेरा फिट गर्न आउँदैन। अनि हस्बेन्ड हुँदा चाहिँ क्यामेरा फिट गर्नुहुन्छ, अनि अलिक राम्रो देखिन्छ हैन, क्वालिटीहरु अलिक राम्रो आउँछ। अनि म आफैले बनाएको बेला चाहिँ क्यामेरा फिट नगरेपछि मोबाइलबाटै भए पनि गर्नै पर्यो। अनि मोबाइलबाट गरिरहेको हुन्छु, त्यही भएर चाहिँ भिडियोको क्वालिटीहरु चाहिँ अलिक लो आएको हो हैन।
तपाईहरुले त्यसलाई चाहिँ इग्नोर गर्दिनु होला हैन। अब म अलिक जान्दिन नि त, अब क्यामेरा ठहराएर मात्र भएन, त्यसमा हरेक कुरा मिलाउन पर्यो अनि मैले चाहिँ जानेको हुँदिन। सो त्यही भएर चाहिँ कहिले एकदमै राम्रो क्वालिटीमा अनि कहिले चाहिँ अलिक नराम्रै क्वालिटीमा, त्यो चाहिँ फोनबाट हो। फोनको क्वालिटी ठिकै छ अनि त्यही भएर चाहिँ त्यस्तो हो। अनि क्यामेराहरु पनि कहिलेकाहीँ फिट गर्न एकदम आपत्ति हुन्छ कि बच्चासँग हैन। के मिल्ला के मिल्दैन, के मिल्दा के मिल्दैन, क्यामेराबाट गर्दै पनि कहिलेकाहीँ चाहिँ एकदमै लो क्वालिटीमा आउँछ। तपाईहरुले चाहिँ त्यसलाई चाहिँ इग्नोर गर्दिनु होला हैन। त्यो चाहिँ हाम्रो एकदमै मेरो कमजोरी हो त्यो चाहिँ हैन, मैले नसकेर मैले नजानेर भएको हो। अनि तपाईहरुले चाहिँ त्यसलाई इग्नोर गर्दिनु होला हैन। कमेन्टहरु पनि सायद आउँदै थियो होला, क्वालिटी लो भयो यतात्यता। अब त्योहरु चाहिँ मेरो कमजोरीले हो हैन। अनि मलाई हरेक कुरा थाहा छैन नि त, एडिटिङहरु थाहा छैन, अब के कहाँ सेट गर्ने हरेक कुरा थाहा छैन। अनि भर्खर सिक्दै छु। अब त्यो भनेको बिस्तारी बिस्तारी म त्यसलाई चाहिँ सिकाइमा परिणत गर्नेछु साथीहरु। अब त्यस्तै हो, सबै कुरा एकैचोटी जानिँदैन, अब गर्दै सिक्दै गएपछि चाहिँ जानिन्छ। अनि त्यसलाई चाहिँ म बिस्तारै आफू नै गर्ने ट्राई गर्नेछु भनेको, सकेसम्म चाहिँ अब के कस्तो हुन्छ हेरौँ, सकेसम्म चाहिँ गर्नेछु साथीहरु। हस्बेन्ड चाहिँ फेरि कामको काम हुन्छ क्या, खाली हुन्छ क्या, अनि कहिलेकाहीँ खाली हुन्छ अनि त्यही भएर हो। डन्ठी परेछ साथीहरु, गुन्द्रुकको लाइन गयो साथीहरु। अझै लाइटले मात्रै अलिक भएन क्या स्पष्ट भिडियो। अब के गर्ने, यस्तै छ, लोड सेडिङ हुन्छ के हुन्छ। कुरा गर्दा गर्दा कतिजनालाई चाहिँ मेरो कुरा सुनेर खाना मात्रै जानेको रहेछ, हरेक कुरा नजान्ने मान्छेले मुकबाङ गर्ने भन्नुहुन्छ होला। अनि खाना पनि धेरै जानेको छैन, भर्खर खाँदैछु, जति सक्छु त्यति खाँदैछु। तपाईहरुकोमा पाइता राखेको छु, अझै धेरै माया चाहिएको छ। अनि तपाईहरुको मायाले, साथले, सपोर्टले गर्नु जति गर्नुहुन्छ नि मैले पनि त्यति नै गर्ने। तपाईहरुको जति साथ सपोर्ट गर्नेछ मेरो मुखबाङ पनि त्यति नै बढ्नेछ। मलाई हौसला प्रेरणा मिल्छ नि त साथीहरु। हौसला प्रेरणा नमिल्यो भने नराम्रो गरौँ भन्ने सोच चाहिँ हैन साथीहरु, तर कहिलेकाहीँ गर्दा गर्दै त्यस्तै हुन्छ हैन। अब के गर्ने।
गुन्द्रुकको अचार चाहिँ कसलाई मनपर्छ कमेन्ट गर्नुहोला अनि चाहिएको छ भने चाहिँ भन्नुहोला म होम डेलिभरी पनि गर्दिनँ तयार छ एकदमै गुन्द्रुक चाहिँ मलाई बच्चैदेखि मन पर्यो खानेकुरा मन नपर्ने भन्ने त हुँदैन तर अलिक धेरै अलिक थोरै भन्ने चाहिँ हुन्छ साथीहरू यो गुन्द्रुक पनि मलाई एकदमै धेरै नै मनपर्छ फाइनली साथीहरू मैले चाहिँ खाइसकेँ हैन भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला अनि आजको भिडियो के कस्तोहरु लाग्यो कमी कमजोरीहरु पनि कमेन्ट बक्समा लेख्न नबिर्सनु होला अब भने चाहिँ अर्को भिडियोमा भेट्ने बाचा गर्दै आज भने चाहिँ म भिडियोलाई यही इन गर्न चाहन्छु साथीहरू थ्यांक यू फर वाचिङ